आज हेभेनली निर्वाणापात तिरपाडाद्वारा एक दिवसीय विश्व शान्ति पूजा सर्वधर्म पूजा इस पवित्र अनुष्ठानमा उपस्थित पूजनीय सर्वधर्मका गुरुजीहरू जसरी हिन्दू समुदायबाट क्रिस्चियनबाट बौद्ध धर्मबाट उपस्थित हुनुहुन्छ पूज्य गुरुजीहरू यस कार्यक्रममा उपस्थित रहनुभएका विभिन्न धार्मिक सङ्घ संस्थाहरूबाट उपस्थित हुनुहुन्छ मेरा पूजनीय आमा बाबा दाजुभाइ दिदीबहिनीहरू पूजा निहिनमा उपस्थित आदरणीय स्वयंज्यूहरू भुटानबाट पाल्नुभएका प्रेमवादी यात्रीहरू यस वीरपाडाबाट पाल्नुभएका तमाम प्रेमवादी समस्त मेरा आमा बाबाहरू सबैलाई न्यानो प्रेम अर्पण गर्दछु। हामी सबैलाई भगवानले कल्याण गरेका हुन्, कृपा गरेका हुन्। आजको यस पूजाले हामी सबैलाई आशीर्वाद मिलेको होस् भन्ने कामना गर्दै धेरै खुसी छु। धेरै समयपछि यहाँहरूसँग भेट्ने अवसर मिल्यो र आजको विषयमा म केही कुराहरू हजुरहरू माझमा साझा गर्नेछु। एक दिन म पशुपतिनाथ पुगेको थिएँ नेपालको, जहाँ सन्ध्या आरती हुने गर्दछ। एभ्री डे साँझको समयमा आरती हुने गर्दछ। एक दिन मलाई पनि त्यो जाने अवसर त्यहाँ मिल्यो र त्यस बेला म जाँदै मेरो एकजना साथी हुनुहुन्थ्यो, उहाँसँग म जाँदै थिएँ। जाँदै गर्दा एकजना बाटोमा मैले बाबा भेटेँ। बाबाले छोरा मलाई केही हेल्प गरिदिनुहोस् न, मलाई केही सहायता गरिदिनुहोस् न, मैले धेरै दिनदेखि केही खाएको छुइनँ अनि म त्यही बाटो हेरिरहेको छु। यही बाटोबाट मेरो छोरा र म आएका थियौँ अनि छोराले पशुपतिनाथको दर्शन गर्नुपर्छ बाबा जाउँ भनेर लिएको थियो। अनि छोराले ठक्क मलाई यहाँ लिएर बाबा तपाईँ केही समयसम्मको लागि बस्दै गर्नुहोस् है भनेर मलाई छोडेर गएको। अनि आज पनि म त्यो बाटो हेरिरहन्छु, कतै मेरो छोरा आइपुग्छ कि मलाई लिएर जान्छ कि भन्ने एउटा आशाले म यहाँ बसिरहेको छु, जहाँ मसँग पैसा पनि छैन अनि म त्यो बाटो पनि चिन्दिनँ। कुन बाटोबाट मेरो घरदेखि मलाई यहाँ ल्याइ पुर्यायो अनि मलाई त्यो कुनै कुरा पनि थाहा छैन। मलाई यति आशा छ कि मेरो छोरा आउँछ कि आएर मलाई लिएर जान्छ कि भन्ने त्यो आशामा म बसिरहेको छु भन्दै ती बाबाले धुरो धुरो आँसु चुहाउँदै मलाई सुनाउनु भयो। अनि मैले ती बाबालाई सोधेँ, बाबा तपाईँ यहाँ बस्नु भएको कति दिन भयो भन्दाखेरि म महिनौ दिन भयो नानी, म महिनौ दिन अगाडिदेखि म यहाँ छु र मेरो छोरा फर्केर आएको छैन। अनि मैले बिस्तारै उहाँसँग बात गरेँ, बुझेँ कि छोरा त्यस्तो छोरा रहेछ जसले आफ्नो बाबालाई ती पशुपतिनाथको आश्रममा छोडेर छोरा विदेश गएको रहेछ, जहाँ विदेशमा नै सेटल भएर आफ्नो छोरा छोरी आफ्नो मिसेससँग विदेशमा सेटल भएको, तर आफ्नो बाबालाई भने एउटा आश्रममा छोडिरहेको। त्यो कुरा सुन्दाखेरि मलाई मेरो मनमा यस्तो आभास भयो
कि खोइ त आज ती छोराहरूमा आमा बाबाको प्रेम, जसले आफ्नो छोरालाई आफ्नो छोरीलाई जन्माउँछन्, हुर्काउँछन्, कर्म शिक्षा दिन्छन्, बाठा बनाउँछन्, गरी खाने बनाउँछन्। जब बाठा हुन्छौँ तब आफ्नो छोरालाई, आफ्नो छोरा जब बाठो हुन्छौँ छोराछोरी हामी, तब बाउ आमालाई लात हानिरहेका छन्। एकजना आमा पनि त्यस्तै त्यहाँ रुँदै हुनुहुन्थ्यो, कतै मेरो छोरा छोरी मलाई लिन आउँछ कि, केही समय बस्दै गर्नु भनेको ती छोरा छोरी फर्केर मलाई लिन आउँछ कि भन्ने त्यो यादमा, ती आँसुमा डुबेर त्यो वृद्ध अवस्थाको आमाहरू आज आश्रममा बसिराख्नु परेको छ। त्यहाँ पनि एउटा यो सत्य घटनाले हामी एउटा कुरा पाउँछौँ, हामी छोराछोरीहरूमा एउटा प्रेमको अभाव छ। अर्को एउटा घटना हो, भर्खरै घटेको कलेजको घटना हो। यो कलेज त्यो कलेज भनेर म भन्दिनँ, तर त्यो कलेजमा घटेको एउटा घटना म तपाईँलाई बताउँछु। छोरा जब कलेज पुग्छ, जब कलेज पुगिसकेपछि, हेलो अलिक थोडा ब्याकग्राउन्ड म्युजिक पनि अलिक थोडा दो। छोरा जब कलेज पुग्छ तब अरू साथीहरू कोही बाइक कुदाउँदै, कोही गाडी कुदाउँदै, कोही स्कुटी कुदाउँदै आएको देखेर त्यो छोराले आमा बाबालाई भन्छ, बाबा आमा मलाई जसरी भए पनि बाइक चाहियो, जसरी भए पनि मलाई बाइक चाहिन्छ। यदि बाइक दिन सक्नु भएन भने म कलेज जाँदिनँ। ती आमा र बाबाको सपना हुन्छ। जब आमाले आफ्नो काखमा हुर्काउँदै गर्दा सोचेको हुन्छन्, बाबाले सोच्नु भएको हुन्छ कि मेरो छोरालाई एउटा राम्रो डाक्टर बनाउँछु, ताकि भोलि मेरो छोरा डाक्टर भएर सेवा गरोस्। त्यो सपनाले आमा बाउले रात दिन किन नहोस् गिट्टी कुटेर भए पनि छोरालाई क्लास 10 पास गरेर 12 पास गराएर कलेजमा पढाउँछ। जब कलेज जाँदै गर्दा त्यति ठुलो ड्रिम छ आमा बाबाको, जसले छोरालाई डाक्टर बनाउँछु भन्दैछ, त्यो छोराले 81 डिमान्ड गर्छ, बाबा मलाई बाइक चाहियो। यदि मलाई बाइक दिनु भएन भने म कलेजै जाँदिनँ, म पढ्दिनँ। म त साथीहरूको छेउमा इन्सल्ट भएँ, मेरो बदनाम भयो। सबै साथीहरू बाइक लिएर आउँछन्, म मात्र एउटा यस्तो छु, म हिँड्दै गइरहेको छु। बरु दिनु सक्नु भएन भने म कलेज छोडिदिन्छु। तब बाबाकोमा पैसा हुँदैन थियो। यति बेसी बाबा र आमाले मेहनत गर्छ, यति दुःख गरेर यता उता लोन सोन गरेर भए पनि जब 1,20,000 को बाइक छोरालाई किनेर दिन्छ, किनकि छोरालाई जस्तै परिस्थिति भए पनि डाक्टर बनाउँछु भन्ने ती आमा बाबाको सपना छ। अनि मेरो छोरा जब डाक्टर हुन्छ हामीलाई सुख शान्ति हुन्छ, हामीलाई हेर्छ, हामीलाई स्याहार छ, उसकोमा पैसा रुपियाँ पनि हुन्छ, उसकोमा सब कुछ हुन्छ अनि हामीलाई हेर्छ भन्ने त्यो आमा बाबाको आकांक्षा हुन्छ। जब छोरालाई बाइक दिन्छ, बाइक दिएको दिन छोराले आमालाई बाबालाई हक गर्छ, मेरो आमा बाबा साँच्चै मलाई कति माया गर्नुहुन्छ, मैले बाइक मागे आज मलाई दिनुभयो, म साह्रै खुसी छु बाबा, म साह्रै खुसी छु आमा। आमाले आँसु चुहाउँदै ती छोराको खुसीमा आमाको त्यो खुसीको आँसु बग्छ कि मेरो छोरा आज यति खुसी छ, किनकि आमा बाबालाई छोरा छोरीको खुसी नै संसारको सबैभन्दा ठुलो जित लाग्छ, संसारको सबैभन्दा ठुलो पीस लाग्छ, संसारको सबैभन्दा ठुलो शक्ति लाग्छ। यदि मेरो छोरा मेरो छोरी खुसी छ भने त्यो भन्दा ठुलो आमा बाबाको लागि केही हुँदैन। किनकि आमा रातिको मध्यरातको 12 बजे पनि निद्रा मस्त निद्रामा थाकेको बेला किन नहोस्, आमालाई ज्वरो आइरहेको किन नहोस्, त्यति बेला आफ्नो छोरालाई
अङ्गालोमा लिएर दुध पिलाउँछ। ती छोरा जब रुन्छ, जब अङ्गालोमा लिएर दुध पिलाएर जब हाँस्न थाल्छ, आमालाई त्यो मध्यरातको 12 बजे पनि यति बिग्न खुसी लाग्छ, किनकि छोरा छोरी भन्दा प्यारो आमा बाबाको लागि अरू केही हुँदैन। त्यही छोरा जुन दिन उसले बाइक पायो यति खुसी भयो, खुसीका साथ घरबाट बाइक लिएर जान्छ। ठिक गएको 5 दिन पछाडि छोरा बाइकमा एक्सिडेन्ट भएर छोराको डेथ हुन्छ। अर्थात् उसको जब उसले बाइक चलाएको किन्देको 5 दिन पछाडि जब छोराले बाइक चलाउँदै गर्दा ऊ दुर्घटनामा परेर उसले यो संसार छोडेर जान्छ। जब त्यो छोरा दुर्घटनामा परेको खबर ती आमा र बाबाले सुन्नुहुन्छ, त्यति बेला संसारै आमा बाबाको लागि अनौठो लाग्छ। आमाले सपना हो कि विपना हो कुनै कुरा थाहा हुँदैन, मेरो छोरा भन्ने मात्र हुन्छ। जब ती छोराले, म सर्टकटमा भन्न चाहन्छु समयले गर्दा, कि जब छोरा गुम्छ त्यसपछि आमा बेहोसी भएर, अहिले पनि बेहोसी जस्तो एउटा मेन्टल जस्तो भएर छोराको पीडले, छोराको त्यो यातनाले आमा भौतारिरहेका छन्। यो सब के कारणले भयो? हाम्रो इच्छा आकांक्षाहरूको कारणले गर्दा। जब इच्छा आकांक्षा पूरा हुन्छ तब आफ्नो आमा बाउ प्यारो लाग्छ। जब इच्छा आकांक्षा पूरा भएन तब आमा बाउै लाग्दैन। जब ती आमाको मुटु टुक्राइरहेका छौँ, यदि मैले बाइक किनेर सही ढङ्गले चलाइन भने, यदि आमा बाबाले बाइक दिनु सकेन भने ती आमा बाबा नै होइन भन्ने जब लाग्छ नि, तब छोरा छोरी त्यहाँ पनि एउटै कुरा पाइन्छ, प्रेमको अभाव छ। हामी हरेक मान्छेमा त्यो प्रेमको अभाव छ र नै आज म तपाईहरुलाई एउटा त्यो सन्देश दिन चाहन्छु। यहाँ मेरो युवा मित्र, मसिना नानीहरू पनि हुनुहुन्छ, आमा बाबाहरू पनि हुनुहुन्छ, हजुरहरूले केही चाहिँ राम्रोसँगले सुनिदिनुहोस्। आज संसारमा दाजुभाइको झगडा, श्रीमान र श्रीमती बीचको आज डिभोर्सी केसहरू तपाईहरुले हेर्नुहोस्, सुसाइडको केसहरू हेर्नुहोस्, ड्रग्सको केसहरू हेर्नुहोस्। संसारमा किन यति बिघ्न बढ्दैछ? एउटा देश र अर्को देश बीचको झगडा, एउटा देश र अर्को देशमा कुनै प्राणीको कारणले होइन, एउटा मान्छेको कारणले किन झगडा हुँदैछ? संसार किन दिन प्रतिदिन धराशयमा पर्दैछ? मान्छे किन मान्छे जस्तो छैनौ यहाँ? धर्म किन यहाँ धर्म जस्तो छैनौ? मै खाऊ मै लाऊ, सुख छायो म मात्रै गरौँ, मुखमा राम राम बगलीमा छुरा, सधैँ सत्य बोल्छौ आफ्नै मात्र कुरा भने जस्तो किन हुँदैछ? यति विघ्न साधु सन्त महात्माहरूले ज्ञान दिँदा पनि हामी किन विपरीत जाँदैछौँ? यसको एउटा मेन कारण नै हुन सक्छ, कतै हामी मान्छे जस्तो छैनौँ। तसर्थ प्रियजन, मान्छे हुनको लागि के गर्नुपर्छ, के हुनुपर्छ? अब हामी त्यतातिर जाउँ। हजुरले सुन्दै हुनुहुन्छ? सबैले सुन्नु हुँदैछ? राधे राधे। सबैले हात उठाएर हुनुहुन्छ राधे राधे। यता अलिक पछाडिको मैले देखेन, यता आइदिनु भयो भने राम्रो हुन्छ होला। प्रियजन, अब हामीलाई के को अभाव छ त्यतातिर म जान चाहन्छु। हामी सबैले देखिरहेका छौँ आज यहाँ विभिन्न ठाउँहरूमा प्रेमका लोगो। त्यसको बारेमा थोरै जानौँ, त्यसपछि म अभावको कुरालाई भन्नेछु। वास्तवमा प्रेमवाद भन्छ। प्रेमवाद के हो त? यो जान्नु जरुरी छ। प्रेमवादमा ती 3वटा थोपाहरू छन्। पहिलो थोपा, जब टिक टिक तपाईले देख्नुहुन्छ, जहाँ कहीँ यहाँ पनि साइड लोगो छ, कहीँ पनि तपाईले देख्नुहुन्छ, एउटा टिकाले जनाउँछ प्रेम हिजो पनि थियो। भगवान बुद्धले पनि प्रेम सिकाउनु भयो। एउटा सानो कथा भगवान बुद्धसँगको भनिहाल्छु। अंगुलीमान डाकु त्यो हो जसले
औँलाको माला नलगाई उसलाई चित्त बुझ्दैन थियो। ऊ यस्तो घमन अहमले भरिएको एउटा यस्तो राक्षस भनौँ अहिलेको यो भाषामा राक्षस स्वभाव भएको मान्छे थियो, जसले चाहिँ हरेक मान्छेको औँला काटेर उसले माला लाउन चाहन्थ्यो। ध्यान दिएर हजुरले सुन्नुहोस् है। अनि त्यही सन्दर्भमा एक दिन बुद्धले सुन्नुहुन्छ कि हाम्रो गाउँमा चाहिँ यस्तो मान्छे पनि छ जसले चाहिँ मान्छेको औँला काटेर माला लगाउँदा मात्र ऊ खुसी हुन्छ। उसले यति आनन्द उसले त्यति बेला प्राप्त गर्छ, मतलब उसको त्यो घमन त्यति बेला मात्र विश्राम हुन्छ। आज म खुसी छु। जब बुद्धले सुन्नुहुन्छ, बुद्धले ती अङ्गुलीमान डाकुलाई भेट्न जानुहुन्छ। अनि अङ्गुलीमान डाकुकोमा त्यो कुरा पुग्दाखेरि अङ्गुलीमान डाकु पनि खुसी हुन्छ। आहा, आज त म यो बुद्धको औँला काटेर माला लाउनु पाएँ भन्ने उसकोमा त्यो सोच वर्षौँ अगाडिदेखिको थियो कि बुद्धको औँलाको माला चाहिँ लाउने अङ्गुलीमान डाकुको एउटा ठुलो इच्छा थियो। र त्यो इच्छा पुरा हुने भयो भनेर अङ्गुलीमान डाकु पनि बाटोमा जाँदै गर्छ। अनि भगवान बुद्ध पनि आउँदै गरेको हुनुहुन्छ र बीचमा म सर्टकटमा भन्दैछु, अङ्गुलीमान डाकु र भगवान बुद्धको भेट हुन्छ। त्यति बेला अङ्गुलीमान डाकुले भगवान बुद्धलाई भेटेपछि उसले तरवार उठाउँछ। अनि तरवार उठाएर भगवान बुद्धको औँला काट्न लागिरहेको हुन्छ। त्यति बेला भगवान बुद्धले एकछिन भनेर रोक्नुहुन्छ। अनि त्यति बेला नजिकमा एउटा पिपलको रुख थियो। एकछिन मेरो एउटा इच्छा पुरा गरिदिनुहोस्, अङ्गुलीमानलाई त्यसरी भगवान बुद्धले भन्नुहुन्छ। भन्नुहोस् तपाईँको के इच्छा छ, किनकि म तपाईँको आतुर छु तपाईँको औँलाको माला लगाउनलाई। म पनि दिनुलाई आतुर छु, तर तपाईँ मेरो एउटा इच्छा पुरा गरिदिनुहोस्। के त तपाईँको इच्छा हो? तपाईँले एउटा पिपलको पत्ता चुटाएर ल्याउनुहोस्। अङ्गुलीमान डाकुले छिट्टो ती पिपलको पत्तालाई चुटाएर ल्याउँछ अनि भगवान बुद्धलाई दिन्छ। भगवान बुद्धले यसो हेर्नुहुन्छ, अब यो पत्तालाई लगेर जस्ताका तस्तै जोडिदिनुहोस् भनेर अङ्गुलीमान डाकुले भन्छ। अनि अङ्गुलीमान डाकुले भन्छ, यो त सम्भव छैन, कसरी जोड्न सकिन्छ, जोडिनु सक्दैन भनेर जब बुद्धलाई भन्छ, हो अङ्गुलीमान डाकु, हजुरले हजारौं मान्छेको औँला काट्न सक्नुभयो, त्यसले कति पीडा भयो होला, कति रुइरहेका होला, कति दुःखमा परिरहेका होला, तर तपाईले के ती हजारौं औँलाहरू जति काट्नु भएछ त्यो तपाईले जोड्न सक्नुहुन्छ? त्यति बेला अङ्गुलीमान डाकुको तरवार झर्छ। अनि त्यति बेला अङ्गुलीमान डाकुको तरवार झर्दै गर्दा भगवान बुद्धले भन्छ, तपाईको यो के को घमण्ड? जब काट्नु त सक्नुहुन्छ, भयो भयो, तर जोड्नु सक्नुहुन्न भने के को घमण्ड तपाईले गर्दै हुनुहुन्छ भनेर जब भगवान बुद्धले भन्नुहुन्छ नि, त्यति बेला अङ्गुलीमान डाकुको त्यति बेला तरवार झर्छ। त्यस दिनदेखि अङ्गुलीमान डाकु, त्यहाँ थुप्रो कुरा छ म भन्दिनँ, पनि भगवान बुद्धको एउटा शिष्य भएर, एउटा भिक्षु भएर भगवान बुद्धसँग हुन्छ। तसर्थ भगवान बुद्धकोमा भएको त्यो प्रेमले, त्यो प्रेमको बोलीले, त्यो प्रेमको भावनाले अङ्गुलीमान डाकुलाई पनि प्रेममा बदलिदिन सक्छ भने, प्रेममा यदि त्यो शक्ति छ भने हामी मान्छेहरू किन प्रेमलाई बुझ्दैनौँ भन्ने कुरा पनि त्यहाँबाट बुझिन्छ। तसर्थ प्रेमवादले बुझाउन खोजेको दोस्रो पहिलो थोपा प्रेम हिजो पनि थियो भगवान बुद्धको पालामा। भगवान कृष्णले पनि भक्ति युगमा जब मान्छेले यो अधर्मलाई विनाश गरेर जब धर्मको विजय गराउनु भयो, त्यहाँ पनि प्रेमकै कुरा आउँछ। किनकि उहाँले संसारको युगौं युगसम्म बाँच्नको निम्ति ती सारा आफ्नो परिवारलाई होइन, संसारको निम्ति त्यो प्रेमको भक्तिले उहाँले संसारलाई अधर्मको विनाश गर्नु सक्नुभयो र धर्मको विजय गराउन सक्नुभयो। भगवान राम, भगवान कृष्ण किन नहोस्, भगवान बुद्ध किन नहोस्, प्रभु यीशुले किन नहोस्, प्रेमकै कारणले संसार बचाउन सकिन्छ भन्ने कुरा हामी त्यहाँ पाउँछौँ। तसर्थ प्रेम हिजो पनि थियो। अनि दोस्रो थोपाले बताउँछ प्रेम आज पनि छ। प्रेम तपाईमा छ, ममा छ, प्रेम हरेक ती पत्ताहरूमा छ, हरेक ती कमिलाहरूमा किन नहोस्, ती बोट बिरुवाहरू, पशु पन्छी प्राणी, यो सूर्य तारा ग्रह मण्डल सबैमा प्रेम छ।
सबैले आफ्नो कर्तव्य प्रेम निभाइरहेका छन्। तेस्रो प्रेम, भोलि पनि प्रेम रहिरहनेछ। भोलिको दिनमा पनि कदाचित प्रेम तपाईँ हामीबाट टाढा हुने छैन भनेर त्यो 3वटा थोपाले जनाउँदछ। अनि त्यसपछि लोगो तपाईँले देख्नुहुन्छ, त्यसको पनि 3वटा सिम्बोलाइज। पहिलो प्रेम मानव र मानव बीचको प्रेम, दोस्रो प्रेम मानव र प्राकृतिक बीचको प्रेम, तेस्रो प्रेम मानव र ईश्वर बीचको प्रेम। अब यी 3टा कुरामा म थोरै वर्णन गर्न चाहन्छु। राधे राधे। बुझ्दै हुनुहुन्छ? पहिलो प्रेम बुझौँ, मानव र मानव बीचको प्रेम। के बीचको प्रेम हजुर? मानव र मानव बीचको प्रेम। मानव र मानव बीचमा प्रेम आउनु अघि आफूभित्र प्रेम आउनु जरुरी छ। प्रेमले के भन्छ? प्रेम से जिए, प्रेम से सोचे, प्रेम से बोले। हजुरले पनि भन्नुहोस् त, प्रेम से जिए, प्रेम से बोले, प्रेम से सोचे। प्रेम से जिए भन्नुहोस्, प्रेम से जिए, प्रेम से सोचे, प्रेम से बोले। प्रेम मानवमा आउनु अगाडि हामी हरेक मान्छेहरूमा यी 3वटा कुरामा प्रेम आउनु जरुरी छ। हामी सबभन्दा पहिला हाम्रो यो बोली हो जसले अरूलाई बिजाउँछ नि, यो बोली नै हो धर्म र धर्ममा विभाजन गर्ने। जब म यहाँ प्रवचन गर्दैछु, मैले तपाईँ चाहिँ अलग धर्मको यहाँ आउनु हुँदैन, तपाईँ चाहिँ अलग जातको यहाँ आउनु हुँदैन भन्यो भने तपाईँको मनमा रिस उठ्छ कि उठ्दैन? ए यो त अर्को धर्म रहेछ, यहाँ जानै हुँदैन रहेछ। त्यो मेरो बोलीले हजुरलाई बिजाइरहेको हुन्छ। यो बोली नै हो जसले मान्छेलाई बिजाइदिन्छ, मान्छेलाई झगडा गराइदिन्छ। यो बोली नै हो जसले मान्छे बीचको झगडा पनि मिलाइदिन्छ। त्यसो त सबभन्दा पहिला हाम्रो हरेक मान्छेमा बोलीमा प्रेम आउनु जरुरी छ। नम्र बोल्ने हो कि होइन हजुर? नम्र बोल्ने, सबैलाई सम्मानको भावनाले बोल्ने, सम्मानताको साथ मान्छेलाई आदर्श गर्ने, सम्मान गर्ने, त्यो व्यवहार आफूमा आउनु पर्छ। अनि प्रेम से सोचे। सो आज यहाँहरू आउनु भएको छ, हजुरले सोच्नुभयो कि म आज विश्व शान्ति पूजा हुँदैछ, म त्यहाँ जानुपर्छ। त्यो सोच्नुभयो अनि हजुर प्रेजेन्स हुनुभयो हो कि होइन हजुर? कतिले यहाँ सोचेर कहिले सक्छ र घर जाउँ, त्यो सोचाइ हो नि त हाम्रो, होइन? कतिलाई कति आनन्द आइरहेछ, आहा कति मिठो कुरा। कतिलाई यस्तो जेलस भइरहेछ, अरे यो बाटो भएर के बेसी बोलेको, कतिलाई के भइरहेको। त्यसो त हाम्रो सोच हो जसले चाहिँ हामीलाई गलत दिशामा लान्छ। राम्ररी बुझ्नुहोस् है हजुर, हाम्रो सोच हो जसले चाहिँ हामीलाई नै गलत दिशामा लाग्छ, अरूलाई होइन, आफैलाई। तपाईँको सोचले तपाईँलाई गलत दिशामा लान्छ। आज त जाउँ होटेलमा 2 बोतल जस्तो लगाइदिउँ, त्यो तपाईँले पहिला सोच्नुहुन्छ अनि तपाईँ प्रेजेन्स हुनुहुन्छ हो कि होइन? आज त जाउँ साथीभाइसँग डिस्को बारमा जाने, नाच्ने, खाने, लाग्छ। त्यो हाम्रो सोचको कारण। जब सोच्छौँ तब हामी प्रेजेन्स हुन्छौँ। तसर्थ यो सोचाइमा हामी आफूभित्र के आउनु जरुरी छ? के आउनु जरुरी छ हजुर? सबैले भनिदिनुहोस् न, के आउनु जरुरी छ सोचाइमा? सोचमा प्रेम आउनु जरुरी छ। जब प्रेम आउँछ तब प्रेमको सोच कस्तो हुन्छ? मानिलिनुहोस् यो कुनै खराब चिज हो या जाँड रक्सी कुनै पनि मद मदिरा हो जसले चाहिँ हाम्रो शरीरलाई बिजाउँछ। यो सोचौँ एकछिन। जब आफूले प्रेमले सोच्न थाल्छौँ नि आफैलाई, आहा यो त गलत चिज हो, यो मैले खानु हुँदैन, यसले मेरो शरीरलाई बिगार्छ, यसले मेरो शरीरलाई हानि गर्छ, म यो सेवन गर्नु हुँदैन भन्ने जब आफूमा सोच आउँछ तब यो एल्कोहललाई, मानिलिनुहोस् रक्सी हो यो, यसलाई हामी छोडिदिन्छौँ। जब मान्छेको सोचमा प्रेम छ भने, मान्छेको सोचमा प्रेम छ भने मैले अरूलाई बिजाउनु हुँदैन, मैले अरूलाई नराम्रो भन्नु हुँदैन, मैले अरूलाई घिनलाग्दो व्यवहार गर्नु हुँदैन, सोच्नु हुँदैन, नराम्रो खानपान बोली वचन आचरण गर्नु हुँदैन भन्ने हाम्रोमा त्यो व्यवहार आउँछ। त्यसर्थ सोचमा पनि प्रेम आउनु जरुरी छ। अनि हाम्रो जीवन
प्रेम से सोचे, प्रेम से बोले, प्रेम से जिए। हाम्रो सोचाइ, बोली, वचन, व्यवहार अनि जिउनुमा पनि हामी हरेक पल जिउँदाखेरि हेर्नुहोस्, आज यहाँ तपाईँहरू भन्नुहुन्छ, तपाईँ आफैले आफैलाई कति माया गर्नुहुन्छ, कति गर्नुहुन्छ? यति? सबैले भन्नुहोस् यति? कति गर्नुहुन्छ? हातले भनिदिनुहोस् कति गर्नुहुन्छ? आफैले आफैलाई भन्नुहोस्। धेरै गर्नुहुन्छ भन्नुहुन्छ, तर प्र्याक्टिकलमा गर्दै हुनुहुन्छ कि? प्र्याक्टिकलमा गर्नु हुँदैछ भने, साँच्चै माया गर्नुहुन्छ भने तपाईँ जाँडक्सी खानु हुँदैछ भने छोडिदिनुहोस्, नराम्रो सोच्नु हुँदैछ भने छोडिदिनुहोस्। जो नराम्रो व्यवहार, बोली, वचन, आचरणलाई जब छोडेर शुद्ध जीवन जिउँछ, त्यो नै सबैभन्दा ठुलो आफैले आफैलाई गरेको प्रेम। आफैले आफैलाई प्रेम गर्ने मान्छे आनन्दले जिउँछ, लोभ, लालच, आरिस बिना जिउँछ। तपाईँलाई कति लोभ होला, आहा आज त मेरो 5 लाखको गाडी छ, भोलि त 10 लाख भइदिए हुन्थ्यो, 10 लाखको गाडी भएन, मन दुखी बनाएर सुसाइड गर्छौँ। हो कि होइन हजुर? केले गराउँदैछ? आफूभित्रको त्यो अहमले, आफूभित्रको लोभले, आफूभित्रको डाहाले, आफूभित्रको आरिसले, आफूभित्रको जेलसी। त्यो पल्लो घरको मान्छेले 10, 5, 3 तला घर बनाउने, म 4 तला बनाउँछु। त्यो चाहिँ बाटो हुने, म नहुने। यो हाम्रो सोच सबैमा यदि छ भने हटाउनु पर्छ मनबाट। हो कि होइन? आरिसको भावना छ भने त्यसले पनि तपाईँलाई गिराउँछ, लोभको भावना छ भने त्यसले पनि तपाईँलाई गिराउँछ। आज सुसाइड किन संसारमा गर्दैछौँ यति बिग्न भने आफैले आफैलाई प्रेम नगरेको कारण। आफूले जब बुझ्छौ नि तब आफूलाई एउटा स्वच्छ मानव लाग्छ, मान्छे लाग्छ। म को हुँ, म कहाँबाट आएँ, म को हुँ, म कहाँबाट आएँ, जान्छु अनि कहाँ भन्ने कुराको प्रुफ आफैले आफैलाई प्रेम गरेपछि थाहा हुन्छ। म को हुँ, म कहाँबाट आएर कहाँ जान्छु भन्ने कुरा तब मात्र थाहा हुन्छ जब आफूले आफूलाई प्रेम गरिन्छ। म को हुँ? यो संसारमा एउटा के हुँ? पाहुना हो। जसरी म आज वीरपाडा आएको छु, यति खुसीले बोल्दैछु यहाँ, एकछिनपछि हजुर पनि जानुहुन्छ, म पनि जान्छु। जसरी जहाँबाट म आएका थिएँ त्यतै नै जान्छु। जसरी हजुरको घरबाट आउनु भएको थियो त्यसरी नै आफ्नो घर जानुहुन्छ। हो कि होइन हजुर? जानुहुन्छ कि हुन्न? जस्तै यहाँ हामी पाहुनाको रूपमा आएका छौँ, हामी यहाँबाट फर्किनै पर्छ। अहिले रात परेपछि त यहाँ कोही हुँदैन, म पनि बसेँ नि, यो लाटा यहाँनिर किन बसिरहेको भन्छ कि भन्दैन हजुर? दिउँसो त ठिकै थियो प्रवचन, राति चाहिँ के बौला पो भयो क्या, कि साईको भयो भन्छ कि भन्दैन? तसर्थ जसरी हजुर यहाँ आउनु भएको छ, जसरी म यहाँ आएको छु, यहाँबाट म फर्केर जाने पर्छ। जसरी म सिक्किमबाट यहाँ आएँ, सिक्किमै जान्छु, त्यसरी नै हामी सबै यो धरतीमा एउटा हामी के हौँ? पाहुनाको रूपमा आएको छौँ। म को हुँ? म एउटा आत्मा। म त्यो आत्मा हुँ जसले कुनै जातको भेदभाव गर्दैन, जसले कुनै धर्मको भेदभाव गर्दैन, जसले ठुलो र सानो पक्ष र पात गर्दैन। म त्यो आत्मा हुँ जहाँ भगवानबाट, जहाँ परमात्माबाट यो धरतीमा आएको छु। म त्यो आत्मा हुँ जसले यो धर्म र त्यो धर्म पराइ नै गर्दैन। सबै धर्म मेरो, हिन्दू पनि मेरै हो, बुद्धिस्ट पनि मेरै हो, क्रिस्चियन पनि मेरै हो, मुस्लिम पनि मेरै हो, सबै धर्म जाति मेरै हो भन्ने जब म आत्मा रहेछ भनेर बुझ्छु तब सबैलाई आफ्नै धर्म। आज यहाँ कतिजना आएनौँ हामी, किन आएनौँ? यो त कुन धर्मको हो, वर्ग कुनै वर्गको। हामी कुनै बुद्धिस्टले प्रोग्राम त्यहाँ बुद्धिस्टको भन्छौँ, कहीँ क्रिस्चियनले गर्दैछ क्रिस्चियनको भन्छौँ, कहीँ हिन्दूले गर्दैछ हिन्दू नाम दिन्छौँ। तर आत्मा बुझेको मान्छेहरूले त्यो पनि मेरै पूजा हो, त्यो पनि मेरै पूजा हो, त्यो पनि मेरै चर्च हो, त्यो पनि मेरै मन्दिर हो, त्यो पनि मेरो मस्जिद हो, त्यो पनि मेरो गुम्बा हो भन्ने जब आत्मा हुँ भनेर बुझेको मान्छेले त्यसरी तुलना गर्छ। त्यसर्थ प्रियजन, म के रहेछु? म एक आत्मा रहेछु। हो कि होइन हजुर? म आत्मा हो भन्ने बुझ्ने मान्छेले मात्र सबै धर्म, सबै जातिलाई आफ्नो ठान्दछ। म
म को हुँ? म एउटा आत्मा हुँ। म कहाँबाट आएँ? म कुनै परमधामबाट स्वर्गबाट यो धरतीमा पाहुनाको रूपमा आएको छु र एक दिन म फर्किन्छु र म फर्केर कहाँ जान्छु? जसरी म यहाँबाट सिक्किम फर्केर आफ्नो घर जान्छु त्यसरी नै यो संसारको यात्रा पछाडि जसरी म निर्वाणाबाट आएँ म निर्वाणा नै जान्छु। जाँदाखेरि लाँदैनौ केही, न लान्छौ धन, न लान्छौ सम्पत्ति, न लान्छौ गाडी बङ्गला, न लान्छौ सुना चाँदी, न लान्छौ आइफोन नै, न लान्छौ राम्रो लुगा नै, न लान्छौ तपाईँको राम्रो बनाएको केस नै, केही लाँदैन। जब हाम्रो मृत्यु हुन्छ नि, जब हामी मर्छौँ नि, जब हामीलाई यो शरीरलाई जब आत्माले छोडिदिन्छ नि, तब मान्छेलाई हतार हुन्छ। यसलाई कतिखेर घाटमा पुर्याउनु, कतिखेर दबाउनु लानु, कतिखेर जलाउन लानु, त्यतातिरको आतुर हुन्छ सबैलाई। के छ र जिन्दगी सकियो हो कि होइन हजुर? जब एकमुठी साहस होइन्छ, जब साहस छ त्यति बेला आफूलाई के लाग्छ? सब थोक लाग्छ। मेरो आमा, मेरो बाबा, मेरो संसार, मेरो घर, मेरो महल सब लाग्छ। जब छोडेर जान्छौँ तब केही साथमा जाँदैन। न तपाईँको श्रीमती जान्छ, न श्रीमान जान्छ, न छोराछोरी जान्छ, न धन सम्पत्ति, केही जाँदैन। हामीलाई भनिन्छ नि कात्रोमा कुनै गोजी हुनु। गोजी देखाएको कात्रोले छिटो छिटो बेरेर शङ्खा बजाउँदै लागिदिन्छ खोलातिर। एक दिन त जाने हो संसार छोडेर, पिंजरा तोडेर सबलाई छोडेर, संसार छोडेर सबलाई छोडेर जान्छु, बस जिन्दगी छ। तर हामी जब जाँदा यो धरतीबाट जाँदाखेरि हामीले एउटा चिज लिएर जानेछ, त्यो हो कर्म। जब आत्मरूपी भएर जिउँछौँ तब कर्म पनि हामी असल गर्न थाल्छौँ। जब आत्मरूपी भएर जिउँछौँ हाम्रो कर्म पनि असल हुन्छ। हामी सबै आमा बाबाहरू मेरो आफ्नो बाबा लाग्छ, सबै आफ्नो परिवार लाग्छ। जसरी म यहाँ वीरपाडा आएँ म सबैको घरमा एडजस्ट भइहाल्छु। करिब यहाँ 16 घर प्रेमवादी हुनुहुन्छ, उहाँहरूको म जहाँ पनि गएर एडजस्ट भइहाल्छु। किनकि म उहाँहरूलाई परिवार ठान्छु। किनकि म उहाँहरू कसैलाई मामा भन्छु, कसैलाई माइजू भन्छु, कसैलाई मम्मी भन्छु, कसैलाई बहिनी भन्छु, कसैलाई दाजु भन्छु, कसैलाई भाउजू भन्छु। किनकि ममा त्यो प्रेम छ जब म सबैलाई मेरो आफ्नो परिवार ठान्छु। तसर्थ पहिलो प्रेममा मैले भने प्रेम से जिए, प्रेम से सोचे, प्रेम से बोले, यो व्यवहारमा मान्छे आउनु जरुरी छ। दोस्रो प्रेम त्यही भित्रको प्रेम, मानव भित्रको प्रेम, आमा बाबा अथवा छोराछोरी परिवार बीचको प्रेम। परिवारमा किन अशान्ति छ? अघि मैले भने सो दुर्घटनाहरू किन घट्दैछ भन्दाखेरि परिवारमा प्रेम नभएको कारण। हामी ती आमाको ममतालाई बुझ्दैनौँ जसले 9 महिनासम्म गर्भमा राखेर जन्म दिए। आमाले हामीलाई अन्डा जस्तो जोगाउनु भयो हो कि होइन हजुर? मजा आउँदैछ सुन्ने कि अलिक छोटो बोल्नु पर्ने हजुर? दुधको दुध, पानीको पानी हजुरले भनिदिँदा हुन्छ। हजुरको जस्तो जिज्ञासो म त्यस्तै बोल्ने छु। लामो बोल्नु कि छोटो बोल्नु? अलिक मजाले बुझाइदिनुहोस्। एकछिन टाइम छ भन्ने को हुनुहुन्छ हात उठाइदिनुहोस्। धन्यवाद। आमाले जब गर्भमा 10 महिनासम्म राखेर जब हामीलाई जन्म दिन्छ, 10 महिनामा जन्म दिन्छ, त्यो बेला आमाले कति केयर गर्छ। मानिलिनुहोस् यो अन्डा हो, के हो हजुर? अन्डा। यसलाई झरिदियो भने फुट्छ कि फुट्दैन? फुट्छ। तपाईँ एक दिन यो अन्डा जस्तै हुन्थ्यो आमाको गर्भभित्र। आमा जब हिँड्दै गर्दा, डुल्दै गर्दा हरेक समय आफ्नो पेटलाई कति जोगाएर राख्छ कि मेरो पेटमा हाम्रो छोरा छ या हाम्रो छोरी छ। राति सुत्दाखेरि पनि सोच्छिन् मेरो पेटभित्र भएको बच्चालाई जन्म दिन्छु, त्यसपछि म छोरालाई एउटा राम्रो बनाउँछु, राम्रो शिक्षा दिन्छु, दीक्षा दिन्छु, ज्ञान बुद्धि विवेक दिन्छु,
असल छोरा बनाउँछु भन्ने सोचिन् आमा बाबाले। आमा बाबाले आफ्नो छोराछोरीलाई राम्रो बनाउँछु भनेर त्यसरी जन्म दिएपछि रातको 12 बजे किन नहोस्, मैले अघि भने काख मलेर आफ्नो छोराछोरीलाई जन्माएर हुर्काएर बढाउँछु। पछि गएर ती आमा बाबाको सेवा गर्नुको साटो हामी आमा बाबालाई नहेरिरहेको अवस्था छ। आज हरेक समाजमा हेर्नुहोस्, तपाईँ जब ज्ञानी हुन्छ नि, जब तपाईँ कलेज पढ्नुहुन्छ, शिक्षित हुनुहुन्छ, आमा बाबालाई अनपढ सम्झिनुहुन्छ, त्यो सबैभन्दा ठुलो तपाईँको अप्रेम। जब आफूमा प्रेम आउँछ तब आमा बाबाको ममता के हो, आमा बाबा के हो, ती सबै कुरा हामी बुझ्न थाल्छौँ। अनि आमा बाबालाई जस्तै दुःखमा पनि, जसरी अघि बाइकको दुर्घटना भयो, यदि उमा प्रेम उसले बुझिदिएको थियो भने मलाई बाइक नभए के भयो, मेरो आमाको माया छ, मलाई मेरो आमाको मलाई प्रेम छ, मेरो आमाले मलाई सम्मान गर्नुभएको छ, मेरो आमाले जन्माउनु भएको छ, हुर्काउनु भएको छ, मलाई यति राम्रो शिक्षा दिनुहुँदैछ, म त्यसमा नै खुसी छु भनेर सो शक्ति नै प्रेममा आउँछ। त्यसैले परिवारमा प्रेम जरुरी छ। परिवारमा प्रेम आउनको निम्ति जब मैले अघि भने हामी जब आत्मा भनेर जब आफूलाई अनुभूति गराउँछौँ, त्यसपछि त्यो आत्माले खोज्छ एउटा भक्तिको मार्ग। आत्माले जब आत्मालाई सन्तुष्ट दिलाउने, आत्मालाई आनन्द दिने, सधैँ तपाईँ हामीमा जागरण गरिराख्ने, तिमी चाहिँ एउटा प्रेमको अङ्ग हो, तिमी चाहिँ एउटा आत्मा हो, तिमीले चाहिँ राम्रो काम गर्नुपर्छ, राम्रो खानुपर्छ, राम्रो बोल्नुपर्छ भन्ने भावना दिने नै भक्ति। त्यसैले भक्ति, परिवारमा भक्ति चाहिन्छ। जसरी हामीलाई प्रेमवादले 3वटा कलश एउटा दिएको छ कि छैन? पहिलो कलशलाई हामी के सम्झिन्छौँ? आफू हो कि होइन, आफू असल अनि प्रेमिलो भन्ने हामी सङ्कल्प गर्छौँ। दोस्रो कलश परिवारमा प्रेमले बाँच्ने हामी सङ्कल्प गर्छौँ। तेस्रो संसारका दिन दुखी असहायहरूलाई प्रेम गर्ने हामी सङ्कल्प गर्छौँ। हो कि होइन? हो भने हो भन्नुहोस्, होइन भने होइन भन्नुहोस्। हे परमेश्वर, त्यसर्थ परिवारमा प्रेमले बाँच्नको लागि प्रेमले त्यो अंकित गराउँछ कि परिवार जब प्रेमले उत्पित हुन्छ, जब व्यक्तिमा प्रेम आउँछ तब परिवारमा प्रेम आउँछ, जब परिवारमा प्रेम आउँछ समाजमा प्रेम आउँछ। समाजमा रहेका सबै धर्म जाति वर्गहरू सबै आफ्नै लाग्छ। के लाग्छ हजुर? छाती ठटाएर भन्नुहोस्, के लाग्छ? आफ्नै लाग्छ भन्नुहोस्। यसरी हात उठाएर छाती ठटाएर आफ्नै लाग्छ। सबैले भनिदिनु भयो भने म पनि खुसी भएर जानेछु। आफ्नै लाग्छ। पर बस्नु भएको सबै आउनुहोस् है, एकछिन सुनिदिनु भयो भने यत्रो खर्च गरेको फाइदा हुन्छ होला भन्छु म। त्यसर्थ परिवारमा जब प्रेम आउँछ समाजमा आउँछ। समाजमा हिन्दू, बुद्धिस्ट, क्रिस्चियन, मुस्लिम, इस्लाम आदि सबै धर्महरू आफ्नै लाग्छ अनि त्यो समाज पनि गुन्जमान भएर जान्छ। त्यो समाजले पल्लो घरकोले प्रगति गर्दा पनि आफूलाई खुसी लाग्छ। आहा, मेरो साइला भाइले त प्रगति पो गर्यो। आहा, मेरो माइला दाजुले, माइली दिदीले त प्रगति पो गर्यो। आहा, मेरो कान्छा भाइले त हेर यति राम्रो ज्ञानी बुद्धिमानी भएर गयो भने गाउँ समाजमा त्यो खुसियाली छ। तर यदि समाजमा प्रेम भएन भने कस्तो हुन्छ भने हजुर, एकले अर्कालाई खाली लडाउने, तिमी चाहिँ बाटो म चाहिँ अबाटो भन्ने खालको भावनाहरू आउन थाल्छ। समाजमा यदि प्रेम छैन भने त्यो समाजमा कहिले डेभलपै हुँदैन। के डेभलप हुँदैन भन्दा एक धार्मिक रूपमा हामी डेभलप हुँदैन। कसरी भन्दाखेरि कुनै धार्मिक कार्यक्रम गर्न सोच बनाए मान्छे नै हुँदैन एउटा। दोस्रो, ती समाजमा कुनै पनि शुभ कार्य अशुभ कार्य किन नहोस् त्यो टर्न सक्दैन। ती समाजमा शिक्षित वर्गहरू आउन सक्दैन। हामी ज्ञानी, ध्यानी, बुद्धिमानी भन्छौँ जसलाई, जसकोमा ज्ञान पनि छ, बुद्धि पनि छ, जसकोमा सब कुछ छ, त्यो मान्छे चाहिँ हो सबै कुराले पोख्त हो। त्यो जब समाजमा प्रेम छ भने त्यो व्यक्तिको जन्म हुन्छ। यहाँ तपाईँ बुद्ध पनि हो, यहाँ तपाईँ राम पनि हो, यहाँ तपाईँ कृष्ण पनि हो। तर तपाईँको समाजमा कस्तो व्यवहार छ, समाजमा कुन खालको सोच छ, त्यसले हामीलाई ती बुद्धता पन्छाइदिन्छ, ती राम तत्त्व पन्छाइदिन्छ, ती कृष्ण तत्त्व
प्रभु यीशु तत्त्व हामीबाट पन्साएर हामीमा मान्छेमा दुईवटा स्वभाव हुन्छ, एउटा देवताको जस्तो, एउटा राक्षसको जस्तो। मैले अघि नै भने जो मान्छेमा प्रेम छ त्यो मान्छेमा म को हुँ, म कहाँबाट आएको, कहाँ जान्छु भन्ने कुराको प्रुफ हुन्छ। म आत्मा रहेछ भनेर जब बुझ्छु तब म देवताको स्वभावले जिउँछु। देवता भनेको जसले कसैलाई मार्दैन, कसैलाई काट्दैन, कसैलाई हिंसा गर्दैन, सबैलाई आफ्नो ठान्छ। राक्षस त्यो हो जसले चाहिँ सबैलाई नराम्रो सोचिरहन्छ। जसरी दुर्गा माता र महिषासुरको तपाईलाई याद छ नि कथा, होइन? महिषासुर त्यो हो जसले चाहिँ सबैलाई खान्थ्यो, भस्म बिगार मात्रै गर्छ। तर दुर्गा माता त्यो हो जसले चाहिँ सबैलाई बचाउन चाहन्छ। देवता स्वभाव भएको मान्छे दुर्गा माता जस्तो हुन्छ, राक्षस स्वभाव भएको मान्छे महिषासुर जस्तो हुन्छ। महिषासुर तपाईमा पनि छ, ममा पनि छ। त्यति बेला देवताको पालोमा होइन, अहिले पनि जीवित छ। तपाईमा राक्षसको भावना, तपाईकोमा सोच, तपाईको विचार, तपाईको हरेक कुराहरू गलत छ भने त्यो महिषासुर। जब प्राणीलाई हत्या गर्नुहुन्छ, जब कुनै कुरा पनि हत्या हिंसा गर्नुहुन्छ, त्यो देवताको स्वभाव होइन, राक्षसको। देवताले कुनै रगत मागेको छैन, कुनै प्राणीको भोग खाँदैन देवताले त बरु बचाउनु भन्छ, बचाइरहेको छ। राक्षसको स्वभावले मात्र त्यो चाहन्छ। त्यसले गर्दाखेरि समाजमा यदि प्रेम आयो भने देवताको स्वभावले समाज, यदि समाज शान्ति आयो भने राज्य शान्ति आउँछ, राज्य शान्ति आयो भने देश शान्ति आउँछ, देश शान्ति आयो भने विश्व शान्ति आउँछ। विश्व शान्तिको निम्ति कसैले गर्न नसकेको काम त्यो तपाईले गर्न सक्नुहुन्छ। तपाई आफै प्रेमले ओतप्रोत भएर जिउनुहुन्छ। ठुला कुरा गर्ने, लाखौं मान्छेलाई प्रवचन दिने, ज्ञान बाँड्ने, बुद्धि बाँड्ने, ऊ आफैमा चाहिँ प्रेम छैन भने, ऊ आफैमा चाहिँ देवता छैन भने, ऊ आफैमा बुद्ध छैन, ऊ आफैमा राम छैन, ऊ आफैमा कृष्ण छैन भने व्यर्थ हुनेछ। तर लाखौंको भिड नहोस्, दुईजना मान्छे होस्, यदि प्रेमले जिउँदै जान्छ भने, उसले दुईलाई चार, चारले पाँचलाई प्रेमिलो बनाउँदै जान्छ भने संसार त्यसरी बचाउन सकिन्छ। हुन्छ हजुर, हुन्छ। राधे राधे। हुन्छ। तसो त पहिलो प्रेम मैले त्यसपछि जब यसरी संसारमा हामी चल्न सक्छौँ भने मानव र मानव बीचको प्रेम आउँछ। तपाई पनि मान्छे म जस्तै हो, तपाई पनि म पनि तपाई जस्तै मान्छे, काटे त्यही रगत आउँछ। किन हामीमा भिन्नताको वर्ग? एकै सृष्टिका सन्तानहरू त होइन र? तसर्थ पहिलो प्रेम मानव र मानव बीचको प्रेम आउनु जरुरी। दोस्रो मानव र प्राकृतिक बीचको प्रेम। हेर्नुहोस्, जब एकजना मकै अन्ना जब रोप्नुहुन्छ 100 दाना भन्दा बेसी फल्छ एउटा ढोकामा, हो कि होइन? त्यो प्राकृतिकको प्रेम। प्राकृतिकले हामीलाई यति बिघ्न प्रेम गर्छ किनकि प्राकृतिकमा त्यो गुण छ जुन गुणले तपाई हामी बाँचेका छौं। आज प्राकृतिक छैन भने हामी बाँच्दैनौँ, हो कि होइन? जब 10 मिनेट यहाँ हावा नआइदियोस्, अक्सिजन नहोस् त हाम्रो हालत के हुन्छ? हामी सबै के हुन्छौँ? के हुन्छ? हजुर खुलेर भनिदिनु भयो भने मलाई पनि मजा लाग्छ। के हुन्छौँ हामी? मर्छ। तर प्राकृतिकले यति बिघ्न प्रेम गरेको छ, हामीलाई अक्सिजन दिइरहेको छ, हामीलाई घामको टाइममा घाम दिइरहेको छ, जुनको टाइममा जुन दिइरहेको छ, पानी दिइरहेको छ, अन्ना दिइरहेको छ, सब कुछ दिइरहेको छ। तर हामी प्राकृतिकलाई पूजा गर्दा कसरी गर्छौँ? हामी कुनै प्राणीलाई हत्या गरेर, हिंसा गरेर हामी गर्छौँ भने त्यो प्राकृतिक प्रेम होइन। तसर्थ दोस्रो प्रेमले भन्छ मानव र प्राकृतिक बीचमा पनि साँचो प्रेम हुनु जरुरी छ, जुन प्रेमले चाहिँ हिंसा गर्नु, हत्या गर्नु सिकाउँदैन। हरेक बोट बिरुवाहरू, पशु पक्षी प्राणीहरू बचाउनु सिकाउँछ प्रेम, दोस्रो प्रेम। तेस्रो प्रेम मानव र ईश्वर बीचको प्रेम। मानव र ईश्वर बीचको प्रेम के हो त? हजुरले सोच्नुहुन्छ होला भगवानलाई भक्ति गर्दाखेरि मैले कुनै फूल चढाए भने भगवान खुसी हुनुहुन्छ, मैले कुनै भेटी चढाए भने भगवान खुसी हुनुहुन्छ, म कुनै व्रत बसे भने भगवान खुसी
हुनुहुन्छ भनेर सोच्नुहुन्छ होला, हो कि होइन? सोच्नुहुन्छ? फुल चढाउनुहोस्, भेटी चढाउनुहोस्, व्रत बस्नुहोस्, कुनै महायज्ञहरू लगाउनुहोस्, तर तपाईको भक्तिमा स्वार्थ छ भने, तपाईको भक्तिमा अप्रेम छ भने, तपाईको भक्तिमा भगवानको जस्तो स्वभाव छैन भने त्यो भक्ति व्यर्थै जान्छ। त्यसर्थ भगवानलाई गर्ने प्रेम के हो त? जसरी यो विश्व ब्रह्माण्ड सारा जगतको मालिक सृष्टिकर्ता भगवान हुनुहुन्छ। भगवानले सब कुछ दिनुभएको छ, तर हामीले भगवानलाई के दिँदैछौँ? हिंसा दिँदैछौँ, भगवानलाई विभाजन दिँदैछौँ, भगवानलाई यो जात त्यो जात, यो धर्म त्यो धर्म भनेर हामी छुट्याएर पक्षपात गरेर भगवानलाई त्यो भक्ति दिँदैछौँ भने भगवान त्यसको स्वीकार हुनुहुन्न। भगवानले चाहनुहुन्छ सबै मिलेर बसेको, जसरी एउटा धागोमा रङ्गी चङ्गी फुलहरूलाई उनेर एउटा सुन्दर माला बन्न सक्छ। त्यसरी नै यो संसारमा रहेको विभिन्न जाति वर्ग सबै मानवहरू एउटै धागोमा उनिन भगवानले आग्रह गर्नुहुन्छ। त्यो हो प्रेमको धागो। प्रेमको धागो नै भगवानको भक्ति हो। हुन त प्रेमलाई भक्ति भनिँदैन, प्रेम त एउटा आधार हो, प्रेम त एउटा मतलब माध्यम हो, तर भगवानको भक्तिमा जब प्रेम छ भने तब मात्र त्यो पूर्ण हुन्छ। कसरी पूर्ण हुन्छ भने हेर्नुहोस्, भगवानले जति हामीलाई प्रेम गर्नुभएको छ नि, जसरी टाइममा अन्न दिनुभयो, 1 दाना अन्न रोप्दा 100 दाना फलाइ, सिजनमा हामीले कुन सिजनमा धान रोप्यो धान फलाइदिनुहुन्छ, कोदो रोप्यो कोदो फलाइ, कोही न कोही त छन् त, होइन र हजुर? कोही न कोही त छन् त। हाम्रो परिवार चलाउने त गार्जेन हुन्छ भने यो संसार चलाउने त कोही न कोही त हो नि, कि होइन हजुर? कोही न कोही त छ। ती भगवानले यति बिघ्न प्रेम गर्नुहुन्छ, हामीले पनि त्यही प्रेमको भक्ति चढाउनुपर्छ भगवान। भगवानले केही माग्नु भएको छैन, न भेटी माग्नु भएको छ, न पुष्प माग्नु भएको छ, न फुल, कुनै पनि। यो त हाम्रो एउटा भक्ति हो, यो त एउटा हाम्रो भक्तिको माध्यम हो भगवानसँग नजिक पुग्ने। तर भगवानले चाहनुहुन्छ हामी शुद्ध पवित्र भएर पवित्र जीवन जिएको, पवित्र कार्यमा लागेको, पवित्र खानपान, पवित्र बोली वचनले अगाडि बढेको भगवान चाहनुहुन्छ। हुन्छ? अनि संसारमा हामी आएका छौँ, एक दिन हामी फर्केर जान्छौँ नै जान्छौँ, होइन हजुर? अब म एकदम छोटो लगभग 10 मिनट भित्रमा म मेरो कुरालाई विसर्जन दिनेछु, किनकि हजुरहरू धेरै टाढाबाट आउनु भएको होला, हजुरहरू फर्किनुपर्छ। एक दिन एकजना राजा हुनुहुन्थ्यो। राजाको ठुलो बगैँचा थियो। के थियो हजुर? बगैँचा थियो, भनिदिनुहोस् न हजुर। राजाको के थियो? ठुलो बगैँचा थियो। अनि राजाको के हुन्छ त? राजाको भन्दा राजाको दरबार हुन्छ, राजाको बगैँचा हुन्छ, होइन? तपाईँहरू सबैलाई थाहा छ। राजाको ठुलो बगैँचा थियो, त्यहाँ राजा रमाइरहनुहुन्थ्यो। एका दिशातिर सुन्दर फुलबारीहरू थियो, एका दिशातिर कुनै फलहरूको बगैँचा थियो भने एका दिशातिर प्राणीहरू थिए, एका दिशातिर समुद्र फुलबारीहरू थियो भने एका दिशातिर राजाको महल थियो। राजा महलबाट निस्किनुहुन्छ, सुन्दर फुलबारी, गार्डनै गार्डन, कति सुन्दर फुलबारी। जसरी एउटा गुलाबको फुल देख्दा तपाईँलाई कति खुसी लाग्छ? लाग्छ कि लाग्दैन? कति राम्रो है, कति सुन्दर, रिसाइराख्नु भएको छ नि, खुसी। अनि राजा ती फुलबारीमा डुल्दै 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 गर्दाखेरि राजाको अगाडि ठक्क यमराज आइपुग्छ। को आइपुग्छ हजुर? यमराज आइपुग्नुहुन्छ। ठक्क यमराज आइपुग्दा राजालाई शक हुन्छ। यति सुन्दर, यति सोच्दै, आहा मेरो कति राम्रो फुलबारी, अर्कोतिर कति राम्रो फलको बगैँचाहरू छ, कुनै फल पनि खाँदा भयो मैले, एउटा टिपेर खायो अर्को आउँछ, अर्को टिपेर खायो अर्को फल छ,
अर्कोतिर हेऱ्यो यति सुन्दर खेतीहरू छ, अर्कोतिर कति सुन्दर महल छ, अर्कोतिर हेऱ्यो यति सुन्दरीहरू छ, रानीहरू। जो रानीलाई पनि हेरेर राजा के हुनुहुन्थ्यो? मक्ख हुनुहुन्थ्यो। सोच्दै सोच्दै राजा फुलबारीमा आनन्द गरिरह्यो। त्यति बेला यमराज आइपुग्छ अनि यमराजलाई राजाले सोध्छ, क्यों तिमी अचानक कहाँबाट यहाँ? राजाको त कस्तो सेक्युरिटी हुन्छ होइन, कोही छिर्न पाउँदैन। टुप्लुक्क यमराज आकाशबाट खसेको झैँ भएर यमराज राजाको अघि आउनुहुन्छ। राजाले सोध्नुहुन्छ, तिमी को हो भन्दाखेरि यमराजले, म त यमराज। राजा, हजुरलाई लिनु आदेश भयो, त्यसपछि म धरतीमा हजुरलाई लिनु आएको। अनि राजाले भन्छ, म कहाँ जानु पर्ने? तपाईँ यहाँबाट फर्केर जानुपर्छ। जसरी पहिला आउनु भएको थियो त्यसरी फर्केर हजुर जानुपर्छ, यमलोकमा जानुपर्छ, स्वर्गलोकमा परमधाममा जानुपर्छ भनेर यमराजले राजालाई भन्छ। राजाले छक्क पर्छ। अनि राजाले, अन्त के म त्यसो भए म यो शरीर यो सबैसँग जान्छु त भन्दाखेरि यमराजले भन्छ, राजा, हजुरले यो शरीरलाई यहीँ छोडेर हजुर आत्मा रूपी भएर जहाँबाट हजुर यस धरतीमा आउनु भएको थियो त्यहीँ जानुपर्छ भनेर यमराजले राजालाई भन्छ। राजाले त्यति बेला भन्छ, के म मर्छु? हजुर राजा, हजुर मर्नुहुन्छ। के म यो त्यसो भए म जाँदा यो सुन्दर फुलबारीहरू, ती सुन्दरी सुन्दरी परिहरू, ती सुन्दर मतलब मिठास फलहरू, ती महल सुन चाँदीहरू म लान सक्छु नि त? यमराजले भन्छ त्यति बेला, हजुरले यो कुनै चिज लानु पर्छ, यो त धरतीको चिज हो, धरतीमै नै छोडेर जानुपर्छ भन्दा राजा सक हुन्छ। राजाको आँखाबाट आँसु चुन्छ। मैले यति बेसी कमाएँ, यति बेसी मेरोमा छ, मैले एटलिस्ट कुनै चिज त लानु पाउनु पर्यो नि भन्दै भन्छ यमराजले, केही लानु पाउनु, मात्र हजुरको ती सोल, ती आत्मा मात्र मसँग जानेछ। ती हजुरको मुकुट, ती हजुरको वस्त्र, ती हजुरको घर, सब कुरा यही छोडिनेछ भन्दाखेरि राजाले केही समय माग्नुहुन्छ। यमराजले ती राजाको पीडा देखेर हुन्छ भनेर केही छिन समय दिनुहुन्छ। अनि राजा ती सुन्दर फुलबारीमा घुम्नुहुन्छ, ती महलमा जानुहुन्छ, ती सुन्दर सुन्दरी परिहरूको बिचमा जानुहुन्छ, ती मिठो मिठो फलर भएको ठाउँमा जानुहुन्छ। अनि सोच्नुहुन्छ, मैले यो उमेरसम्म आउँदा कति गल्ती गरेँ कि यो फल मैले मेरो प्रजाहरूलाई दिएको भए ती दुखीहरू थिए, कति खाना नपाएर मरिरहेका फटफटिरहेका, तिनीहरूलाई दिएको भए आज मैले केही धर्म त कमाउँथे। ती सुन चाँदी हिरा मोतीहरू जुन छ यो मैले कति बाँडिदिएको भए कति राम्रो हुन्थ्यो होला। आज म यो सब कुरामा छ तर म यो सब चिज लानु पाउँदै छैन, संसारको जीवन व्यर्थै रहेछ भनेर हृदय बस्नुहुन्छ राजा। अनि त्यति बेला यमराजले भन्छ, राजा, हजुरको पश्चाताप सही हो, तर हजुर पस्ताउने टाइम बितिसक्यो। यो पस्तावा त एक दिन भगवानले हजुरलाई दिनुभएको थियो जति बेला हजुर रोगी हुनुहुन्थ्यो, बिरामी हुनुहुन्थ्यो। त्यति बेला नै तपाईँ मर्नु न बाँच्नु भइरहेको बेला, त्यति बेला तपाईँकोमा यदि त्यो आँखा खोलिदिएको भए आज तपाईँलाई जानको लागि यो गिल्टी, यो तपाईँलाई यो धोका तपाईँलाई हुने थिएन। तर आज तपाईँकोमा सब कुछ छ, तपाईँले केही लानु पाउनुहुन्न, अब जानुपर्छ। राजा त्यति बेला संसार छोडेर जानुहुन्छ। त्यस्तै प्रियजन, यो कथाले के बुझाउँछ भन्दाखेरि संसार 2 दिनको पाउन हो। हामी सबै बाँच्छौँ, हाम्रो परिवार छ, हामी आफू छौँ, आफ्नो परिवार छ, समाज छ। सबैमा प्रेम भावले बाँच्छौँ, सबैमा आध्यात्मिक भावनाले बाँच्छौँ, धार्मिक भावनाले बाँच्छौँ। कसैले कसैलाई नगिराउँ, कसैले कसैलाई नराम्रो नभनौँ, हत्या हिंसाहरू नगरौँ। हामी एक दिन फर्केर जाँदा लाँदैनौँ, केही चिज छैन लाने, सिर्फ कर्म लिएर जान्छ। त्यो कर्मको बाटो सफल हुन्छ।
मृत्युपछि यो धरतीबाट जाँदा लाने चिज त्यही एउटा कर्म हो। त्यो कर्म हामीले शुद्ध गरौँ, त्यो कर्म हामीले असल गरौँ, त्यो कर्म हामीले प्रेमपूर्वक गरौँ। यदि प्रेमले कर्म गरिन्छ भने सबै राम्रो हुन्छ, सबै धर्म जाति वर्ग सबै राम्रो हुन्छ। प्रियजन, लोभ नगर्नु, डा नगर्नु, आरिस नगर्नु। हो, हामीलाई धन सम्पत्ति चाहिन्छ, हामीलाई सब कुरा चाहिन्छ। इच्छा आकाङ्क्षाहरू बेसी नसजाउनु अनि जीवनलाई सधैँ सुख शान्ति राख्नको लागि खुसीले जिउन चाहनुहुन्छ भने आध्यात्मिक बाटोलाई रोज्नु। आध्यात्मिक भनेको मन्दिर जानु, गुम्बा जानु, चर्च जानु, जहाँ पनि नजिकमा छ त्यहाँ जानु, भगवानको भक्ति गर्नु। त्यो भक्तिले आफूलाई आनन्द दिलाउँछ, शान्ति दिलाउँछ। आज मान्छेको खुसी भन्ने चिज यस्तो चिज हो। आज मैले 1000 को जुत्ता लगाउनु पाएँ, मलाई यति खुसी लाग्छ। वाउ, साथीलाई पनि देखाइहाल्छु यस्तो खुट्टा उठाए, हेर न हौ साथी, आज त एडिडासको पो लगाइरहेको छु। म त सानो धनी छु, खुसी छु, खुट्टा पनि यस्तो होला। त्यो रिल्सतिर पनि आउँछ नि, कहाँ म सानो मान्छे उपर खुट्टी लगाएर जुत्ता हलाउँदा, ए देखिस् मेरो जुत्ता, यति खुसी लाग्छ। तर केही छिनपछि त्योभन्दा राम्रो जुत्ता अर्को साथीले लगाएर आइदिन्छ। त्यो जुन साथीलाई सुने त्योभन्दा अर्को साथीले फेरि 2000 को जुत्ता लगाएर आइदिन्छ। जुत्ताको नाम एउटा त मलाई एडिडास नाम आइबस्छ, किनकि मैले सानो पहिला यात्रामा हिँड्दाखेरि 200 रुपियाँमा एडिडास लेखेको एउटा जुत्ता पाउँथेँ। त्यो जुत्ताको नाम के हो बिर्से, मलाई त्यो चाहिँ याद छ। अनि अर्को नाइकी भनौँ न है, नाइकीको पनि साइज जुत्ता हुन्छ नाइकीको जुत्ता। हजुर हुन्छ भने हुन्छ भनिदिनुहोस्, हुँदैन भने हुँदैन भनिदिनुहोस्, किनभने म शरण पर्छु। हुन्छ जुत्ता नाइकीको हुन्छ है। नाइकीको जुत्ता 2000 को लाएर अर्को साथी आइदिँदा उपर खुट्टी लगाएर हल्लाउने साथी के हुन्छ, निराश भइदिन्छ। त्यो साथीले त मेरो भन्दा दामी जुत्ता लगाएर कति लगायो साथी, 2000 नि। त्यसपछि 2000 ले हल्लाउनु थाल्छ खुट्टा, ए तेरो त 1000 को, मेरो त 2000। त्यो खुसी एकैछिनमा यहाँदेखि त्यहाँ सरेको, सरे कि सरेन? त्यो 1000 वाला त निराशा भयो नि। तसर्थ बाहिरको यो भौतिक खुसीले भने, भौतिक चिजले भनेको बाहिर खुसी मात्र दिन्छ। अहिले चाहिँ एकछिनमा घुमेर जान्छ। म्याक्सिमम ज्यादा से ज्यादा युवाहरूको सुसाइडको कारण पनि त्यही हो। युवाहरू फ्रस्ट्रेट हुनु, ड्रगिस हुनु पनि त्यही हो। 5000 को चिज किन्न मन पराउँछ, आफूसँग पैसा हुँदैन, कि त नराम्रो काम गर्नु पर्यो, कि त के भन्छ त्यो ट्याब्लेट बेच्नु पर्यो, कि त कोनी के नाना गति एबिसिडी के गर्नु पर्यो, अनि जीवनलाई ध्वस्त बनाउँछ। त्यसो त यो बाहिर खुसी भनेको चाहिँ हामीलाई दुःख दिने मात्र हो। भित्र खुसी कसरी आउँछ भन्दाखेरि मैले भने ती आध्यात्मिक भक्तिबाट आउँछ। आध्यात्मिक मान्छे जस्तो आध्यात्मिक भक्ति भाव गर्ने, पूजा आराधना भक्ति भजन कीर्तन गर्ने मान्छे कस्तो हुन्छ? ऊ 1000 को जुत्ता लाउनु पाउँदा पनि खुसी, लाउनु नपाउँदा पनि खुसी। मेरोमा जुत्ता भए पनि के भएर, नभए पनि के भएर, तर मेरो जीवन राम्रो छ, म स्वस्थ छु, म खुसी छु, मेरो आमा बाबा रेस्पेक्टफुल्ली हुनुहुन्छ, मेरो आमा बाबाले मलाई आदर गर्नुहुन्छ, म पनि गर्छु भन्ने साँचो आध्यात्मिक प्रेम, आध्यात्मिक भक्ति भएको मान्छेमा त्यो भावना आउँछ। अनि यो दुईटामा कुन चाहिँ भावनाले जिउनु? जीवनलाई सन्तुष्ट प्रकारले जिउने कि जीवनलाई छन 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 भरमा जसरी लुगा डुबाउँदै निकालेको जस्तो जीवन बनाउने कि जीवनलाई सधैँ एउटा गतिशीलमा बगिरहेको बनाउने? त्यो तपाईँको हातमा छ। तपाईँ यदि सधैँ खुसी हुँदा पनि खुसी, लाउनु पाउँदा पनि खुसी, नलाउनु पाउँदा पनि खुसी, खानु पाउँदा पनि खुसी, नखानु पाउँदा पनि खुसी को जीवन जिउनुहुन्छ भने आजैबाट चुज गर्नुहोस् भक्तिको मार्गलाई। भगवानको भक्ति गर्नुहोस्। नजिकमा गुम्बा छ जानुहोस्, चर्च छ जानुहोस्, गिर्जा छ जानुहोस्, मन्दिर छ जानुहोस्, बेलुका भजन कीर्तनहरू गर्नुहोस्, सेमीचौकमा जानुहोस्, आराधनाहरू गर्नुहोस्, जीवी कार्यक्रमहरू गर्नुहोस्। बिहान उठेर 3 कलश 1 दियो छ प्रेम बहादुरकोमा छ कि छैन? कलशमा ओइली गएको,
कहिलेदेखिको मैला भएको हेर्नै नसक्ने बनाएर राखेको छ भने त्यसलाई भक्ति भनिँदैन, त्यसलाई चाहिँ स्वार्थी भनिन्छ। त्यो के भन्छ, स्वार्थी चाहिँ कस्तो हुन्छ भने देखावटी मात्रै गर्छ नि स्वार्थी। ज्ञानी मान्छे स्वार्थी भयो भने कस्तो हुन्छ भने त्यो चिज पनि म जान्दछु नि, हिजो अस्ति पुगेर आएको, युरोपियन कन्ट्री हिजो अस्ति म डुलेर आएको, होइन त्यहाँ हङकङमा म हिजो अस्ति त्यहाँ डुलेर आएको। त्यो चाहिँ ज्ञानमा अहम भएकोले, चाहे पुगेको होस् कि नहोस्, अर्को साथीले भन्न छ भने ऊभन्दा ठुलै हुनु पर्थ्यो, त्यस्तो हुन्छ। त्यस कारणले गर्दाखेरि प्रियजन, भक्तिलाई चाहिँ श्रद्धाका साथ लाग्नु। भक्तिलाई तपाईँले भगवान्लाई केही दिनु पर्दैन। फेरि पनि भन्छु, हुन त म प्राकृतिक विरोधी होइन। यो पूजा गर्ने, पूजामा भेटी चढाउने, पूजामा फलहरू फुलहरू चढाउने यो नियम हो। यो हाम्रो पिता पुर्खाले गर्दै आएको नियम हो। यसलाई भुल्नु हुँदैन, गर्नुपर्छ। तर श्रद्धा भनेको चाहिँ त्यहाँदेखिको बिहोन हुनुपर्छ। त्यहाँदेखि माथि भगवान छ है। भगवान्लाई चाहिँ हाम्रो कर्मले, हाम्रो शुद्ध बोली वचनले, व्यवहारले, असल कर्मले मात्र भगवान खुसी हुनुहुन्छ है भन्ने चाहिँ सोच हामी बनाउनुपर्छ। हुन्छ हुन्छ यही कुराहरू हजुरहरू समक्ष राख्न चाहन्छु। विश्वमा शान्ति आउनको लागि आफै प्रेमले ओतप्रोत हुनुपर्छ। मैले भने एउटा जीवनलाई सधैँ खुसी दिलाउने, बाहिर खुसीको दौडमा होइन, भित्र खुसी जब मान्छेमा छ भने तब संसारमा शान्ति कायम हुन्छ। अर्को चाहिँ जब आफू प्रेमले ओतप्रोत भए, परिवार भए, समाज भए, राज्य भए, देश भए, संसार प्रेमको मालामा गाँसिन्छ। त्यही कुराहरू हजुरहरू माझमा म आज साझा गर्न चाहन्छु। प्रिय मेरा आमाहरू, मेरा पूजनीय बाबाहरू, हजुरहरू सबैको मङ्गल होस्, हजुरलाई कल्याण होस्, भगवानले सधैँ साथ दिएका हुन्। दया करुणाले उत्प्रोत हजुरमा भएर जाओस्। दिन दुखीहरूको सेवा गर्नु, पशु पक्षी प्राणीलाई बचाउनु, दिन दुखी असहायहरूको सहारा पनि दिनु, अनि आफ्नो आमा बाबालाई भगवानको दोस्रो स्थान दिनु, पहिलो स्थान दिनु भन्छु म। किनकि पहिलो स्थान आमा बाबालाई भगवानको दर्जा दिनेले नै भगवान बुझेका हुन्छन्। आमा बाबालाई नडुबाउनु, आमा बाबालाई हेला खोचो नगर्नु, आमा बाबालाई सधैँ आदर र सम्मान गर्नु, आमा बाबाले भनेको मान्नु। आमा बाबाको आँसु तपाईँको लागि जीवनमा एक पाइला भए पनि असफलको हुनेछ। जति आमा बाबालाई खुसी बनाएर जिउनुहुन्छ, जीवनमा उति प्रगति गर्नुहुन्छ। जसको आमा बाबा छ, आमा बाबालाई आफ्नो आमा बाबा ठानेर सेवा गर्नुहोस्। प्रेमले ती कुराहरू सिकाउँछ। यही कुराहरू राख्दै हजुरहरू समक्ष मेरो सन्देशलाई नचाहँदै पनि विश्राम दिनेछु। किनकि समय कम्ती छ, यात्रा धेरै लामो छ। हजुरहरू आफ्नो घर जानुपर्ने हुन्छ। मनमा सोचिराख्नु भएको होला, घरमा गएर कति बेला यो काम गर्नुपर्ने, त्यो गर्नुपर्ने, भोक लागिसक्यो, खानुपर्ने, निन्द्रा लागिसक्यो, बोलेकै भन्ने पनि लाग्छ होइन। प्रियजन, अन्तमा मेरो यही अपिल गर्न चाहन्छु, हाम्रो दृष्टिलाई प्रेममा बदल्नुहोस्। जब तपाईँको हेर्ने दृष्टिलाई प्रेममा बदल्नुहुन्छ, संसार सबै आफ्नै लाग्छ। अनि प्रेमको चस्माले हेर्नुहोस्, घृणाको चस्माले हेर्नुहोस्, दयाको चस्माले हेर्नुहोस्, सबैलाई दया गर्नुहोस्। करुणाको चस्माले हेर्नुहोस्, करुणामय समाज बनाउनुहोस्। दयाको चस्माले हेर्नुहोस्, दयामय समाज बनाउनुहोस्। मानवताको चस्माले हेर्नुहोस्, सबैलाई मानव बनाउनुहोस्। भगवान कृष्णको चस्माले हेर्नुहोस्,
धर्मको विजय हुनेछ। भगवान बुद्धको चस्माले हेर्नुहोस्, संसारलाई शान्ति कायम गर्न सकिन्छ। प्रभु यीशुको चस्माले हेर्नुहोस्, संसारमा प्रेम गर्न सकिन्छ। यही आग्रह हजुरहरूलाई गर्दै आज खुसी छु। यहाँ आउने धेरै वर्ष पछाडि अवसर मिल्यो। त्यस्तै हो, राम्रो कुरामा मान्छे कम भेला हुन्छौँ, तर यतिले प्रेम बुझ्यौँ भने दुनियाँ संसार बदल्न सक्छौँ। आज यहाँ राम्रो सिङ्गर आइदिएको भए सायद थामिसक्नु हुन्थेन, गीत गाउने या डान्स बार के भन्छ त्यस्तो प्रोग्राम भइदिएको भए धेरै हुन्थ्यो होला गीत। तर आध्यात्मिक कुरामा त्यति रुचि हुँदैन समाज, त्यसले गर्दा समाजलाई बुझाउनै जानुपर्छ। जीवनमा साहस नहार्नु, साहसिलो भइरहेको फलेको फललाई नै झटारो हानिन्छ, किनकि नफलेको फललाई कसैले झटारो हान्दैन। त्यसर्थ तपाईँ समाजमा राम्रो काम गर्नुहुँदैछ, राम्रो बाटो हिँड्नुहुँदैछ, राम्रो सोचेर अगाडि बढ्नुहुँदैछ भने हजुरलाई आरोप लान्छनहरू लाग्छ नै, त्यसले तपाईँ पछि नहुने। यही आग्रह गर्दै अहिलेलाई विश्राम दिन्छु र कार्यक्रमको अन्तमा विश्व शान्ति महायज्ञको प्रसाद वितरण हुनेछ, ब्लेसिङ्स जलहरू वितरण हुनेछ। त्यो तपाईँहरूलाई म वितरण गर्नेछु प्रेयर गरेर। र आज ध्यान त्यति गराउन सम्भव लागेन मलाई। ध्यानभन्दा पनि प्रेमलाई तपाईँले जीवनमा जागरण गरेर अगाडि जानुहोस्, यही तपाईँलाई आह्वान छ। तपाईँहरू सबैलाई मङ्गल होस्, तपाईँको घरमा सुख शान्तिले छाओस्, तपाईँको दशाग्रह रोग कष्टहरू निवारण हुन सकोस्। सधैँ भगवान परमात्माको कृपा हजुरमा बनिरहोस्। जय प्रेम। धेरै धेरै धन्यवाद श्रद्धेय श्री श्री व्यासानन्द गुरुज्यू। यति मिठो अनि यति ज्ञान